फाइनली डेस्टिनेसनमा आइसकिया छ। अब कञ्चन पानी। This mini vlog is about, generally, how we spend our holiday. गर्मी लाग्यो फेरि हिँड्यो पौडी खेल्न। अब गर्मीलाई खेलौँ भनेर हामी पौडी खेल्नको लागि इमर्जेन्सी काम छ हाम्रो भन्ने अनि चकमा दिएर पौडी खेल्न जाने हो गाइजी। फाइनल्ली डेस्टिनेसनमा आइसकिया छ। अब कपडा खोलेर पानीमा जान मात्रै बाँकी छ है त। आई एम भेरी एक्साइटेड। कञ्चन पानी। अब भेटिएला त। हो र म पनि आउँछु है। चस्मा भेटाउनु भएको छ फाइनल्ली। ल थकै लाग्यो, बोल्न पनि सकेको छैन। पौडी खेलियो अब यति भएपछि। रमाइलो पौडी भयो। पानी चिसो छ। पानी पनि एकदम क्लिन छ फेरि यहाँको। खासै मान्छेहरू पनि आएर पौडी खेल्ने हुँदैन, प्राय कमै छ होइन यो ठाउँमा चाहिँ। त्यही भएर पानी क्लिन छ, सफा छ। उतातिर ठ्याक्क यस्तो सिन छ होइन, पहाड नजिकै छ। पहाडबाट बगेर आएको पानी भयो। अब हामी बिस्तारै फेरि कपडा लगाउँछौँ नै लाग्छौँ अब अनि लाग्छौँ। तपाईँहरूलाई लोकेसनको भिडियो चाहियो भनेदेखि चाहिँ तल कमेन्ट गर्न सक्नुहुन्छ। तपाईँहरूको सपोर्ट भयो भनेदेखि हामी फेरि लोकेसन भिडियो पनि बनाएर पछि ल्याउँछौँ है। तपाईँहरू पनि यो ठाउँलाई इन्जोय गर्न सक्नुहुन्छ पछिका दिनमा। रेशम सानोमा सानो कमलको हाँगा, रेशम कमलको हाँगा, रेशम गोडेर हो रेशम। नमस्कार सबैजनालाई। आज हामी दुईजनाले सन्दर्भ दिनुभयो। ती पनि नेपाली जनता नै थिए। त्यो सन्दर्भमा के राजा देशको लागि आवश्यक नै हो त? राजाले नै देश बनाउने हुन् त, या राजा बिना यो असम्भव नै भएको हो त, या राजा बाहेक अन्य विकल्प पनि के हुन सक्छ हैन? जुन तरिकाले जुन अहिले रहिरहेको यो पुरानो पार्टीहरूको बिग्रेको के छ भन्दाखेरि हामीले जहिले पनि आफ्नो देशलाई अरूसँग कम्पेयर गरिरहेछौँ कि। जब हामी फरक हो, देशै फरक हो, भौगोलिक अवस्थाले पनि यो फरक ठाउँमा छ भनिसकेपछि अब विश्वको अरू देशसँग कम्पेयर गर्न मिल्दैन कि। किनभनेदेखि हाम्रो छेउमा कस्ता छिमेकी छन्, हाम्रो वैदेशिक नीतिहरू कस्ता छन् भन्ने कुरा त हामीलाई नै थाहा छ नि त। अरूको र हाम्रो एउटै भइदिएको भए पो उहाँको व्यवस्थाले यहाँ पनि काम गर्छ भन्ने हो त। त्यो हुँदाखेरि फरक छ देशलाई चाहिँ।